Hello guys, today I am going to teach about elements है त. It's very important. It's mainly in class 8. कतिवटा भन्दा लगभग 3टा क्वेसन यसभित्र हुन्छ अनि 4 मार्क्स हुन्छ लङ क्वेसन है. सुरुमा त एलिमेन्ट 1 देखि 20 सम्म हुन्छ बुझ्नु पर्यो. एउटा यसमा संयोजकता भन्ने कुरा हुन्छ. संयोजकता अर्को अथवा ब्यालेन्स नि भन्छ है. अर्को चिन्ने कुराहरू हुन्छ म सिकाउँदै छु. सुरुमा 2 8 8 भन्ने हुन्छ अनि जब यो 2 10 र 18 चाहिँ के हो त भन्दा यो निष्क्रिय ग्यास हो. यसको ब्यालेन्स कति हुन्छ 0 हुन्छ है. अनि गएर अब यसको ब्यालेन्स 0 भइसकेपछि एउटा इक्जाम्पल दिउँ. पहिला भित्री सेलमा 2टा हुन्छन् हो इलेक्ट्रोन अनि यसको ब्यालेन्स कति हुन्छ 0 हुन्छ. त्यस्तै अर्को 10 मा भित्री सेलमा 2टा हुन्छन् हो. बाहिरी सेलमा 1 2 3 4 5 6 7 8 यसको ब्यालेन्स नि 0 हुन्छ र 18 मा भित्र 2टा बाहिर 8वटा बाहिर 8वटा यसको ब्यालेन्स पनि 0 हुन्छ. जस्तो अब हामीले यसलाई 2 भन्न सक्यो, 2,0 भन्न सक्यो, 2,8 भन्न सक्यो अनि 2,8,8 भन्न सकियो है त. यो भनेको हिलियम भयो. यो भनेको हाइड्रोजन हिलियम लिथियम 10 नम्बरको हाइड्रोजन हिलियम लिथियम बेरिलियम बोरोन कार्बन नाइट्रोजन अक्सिजन फ्लुरिन नियोन नियोन भयो. नियोन भनेको हाइड्रोजन हिलियम लिथियम बेरिलियम बोरोन कार्बन नाइट्रोजन अक्सिजन फ्लुरिन नियोन सोडियम म्याग्नेसियम एल्युमिनियम सिलिकन फस्फरस सल्फर क्लोरिन क्लोरिन भएको हैन. क्लोरिन आर्गन हैन. हाइड्रोजन हिलियम लिथियम बेरिलियम बोरोन कार्बन नाइट्रोजन अक्सिजन फ्लुरिन नियोन सोडियम म्याग्नेसियम एल्युमिनियम सिलिकन फस्फरस सल्फर क्लोरिन आर्गन आर्गन भयो हैन. यो बुझ्नु जरुरी छ है. यति भइसकेपछि जबसम्म बाहिरी घेलामा 4 हुन्छ तबसम्म कसलाई दिन्छ अरे 2 लाई दिन्छ. त्यसपछि 10 लाई दिन्छ अनि 18 लाई दिन्छ है त. फर इक्जाम्पल हाइड्रोजनको यो भयो एउटा मात्र एलिमेन्ट भयो हैन. अब यसको संयोजकता 1 भयो. हिलियमको चाहिँ 2टा भयो. यसको ब्यालेन्स 0 भयो. अब हाइड्रोजन हिलियम लिथियमको यस्तो भयो 1 2 अनि बाहिर एउटा भयो. हाइड्रोजन लिथियम यसको ब्यालेन्स 1 भयो किनकि 2 मा आउनु कति चाहिन्छ अरे 1 ब्यालेन्स चाहिन्छ. लिथियम बेरिलियमको भित्र 2टा भयो बाहिर पनि 2टा भयो अनि अब 2 मा आउनु कति चाहिन्छ अरे 2 चाहिन्छ. यसको ब्यालेन्स कति भयो 2 भयो. जबसम्म बाहिरी घेरामा 4 हुँदैन हामीले तबसम्म कसलाई दिन्छ अरे 2 मा दिन्छौँ. अब हिलियम बेरिलियम अब आयो बोरोन है त. बोरोन बाहिर 1 2 3 बोरोनको कति हुन्छ अरे बोरोनको ब्यालेन्स अब बोरोनको कति हुन्छ भन्दा 3टा ब्यालेन्स भएपछि 2 मा आउनु कति चाहियो अरे 3 चाहियो भनेपछि यसको ब्यालेन्स 3 भयो बोरोन. अनि अर्को आयो अब भित्र 2टा. अब त बोरोन कार्बन 1 2 3 4 अब कार्बनको ब्यालेन्स कति हुन्छ 4 हुन्छ किनकि बाहिर जबसम्म बाहिरमा 4वटा सेल 4वटा गोला हुन्छ तबसम्म हामीले कसलाई दिन्छ अरे 2 लाई दिन्छौँ. अब 4 भन्दा बढी भएपछि हामीले कसलाई दिन्छौँ 10 लाई दिन्छौँ हो. अब हाइड्रोजन हिलियम लिथियम बेरिलियम बोरोन कार्बन 6 सम्म कति भयो 6 सम्म 4 लाई दियो. अब 6 भन्दा माथि गएपछि कसलाई दिन्छ अरे यो 10 लाई दिन्छ. हामीले कहाँ हेर्यौँ बोरोन कार्बन हाइड्रोजन हिलियम लिथियम बेरिलियम बोरोन कार्बन. अब नाइट्रोजनको कति हुन्छ भित्र 2टा हो बाहिर 1 2 3 4 5 बाहिर भएपछि कसलाई दिन्छ 10 लाई दिन्छ. अब 10 मा हामीले 10 लाई यो नाइट्रोजनलाई 2 बनाउनु ठिक 10 बनाउनु ठिक 10 बनाउनु त नजिक पर्छ नि. त्यही भएर यसको ब्यालेन्स कति हुन्छ 3 हो. जबसम्म बाहिरी घेरामा 4 भन्दा बढी भयो भने हामीले कसलाई दिन्छौँ 10 लाई दिन्छौँ है. अब आयो
नाइट्रोजन अक्सिजनको हामीले भन्यौँ अक्सिजनको भ्यालेन्स कति हुन्छ 1 2 3 4 5 हो। अब 5 भएपछि 6 भएपछि कति भयो यसको भ्यालेन्सी 2 किनकि 10 बनाउनु कति चाहिन्छ र यसमा 10 बनाउनु 3 चाहियो यसमा कति चाहियो अक्सिजनलाई 10 बनाउनु 2 चाहियो अक्सिजन हाइड्रोजन हिलियम लिथियम बेरिलियम बोरोन कार्बन नाइट्रोजन अक्सिजन। अब फ्लोरिन हो अब फ्लोरिनको चाहिँ कति भन्दा भित्र 2टा एलिमेन्ट